एक समयमा हामी यति राम्रो यो यहाँले डमी हेर्न सक्नुहुन्छ आफैमा यति सुन्दर यो पत्रिका निकाल्थ्यौँ नयाँ शैली साप्ताहिक यो खुट्टामा निकै रुचाइएको पत्रिका थियो हरेक यो 4 पेजको पत्रिका थियो त्यतिखेर हामी सल्लाहकारमा विदुर सुवेदी हुनुहुन्थ्यो त्यस्तै गरी द्रोण गुरागाईँ हुनुहुन्थ्यो कानुनी सल्लाहकारमा अहिलेको न्यायाधीश हुनुहुन्छ तेजनारायण सिंह राई उहाँ त्यतिखेर अधिवक्ता हुनुहुन्थ्यो उहाँ चाहिँ हाम्रो सल्लाहकार हुनुहुन्थ्यो कानुनी सल्लाहकार खगेन्द्र घिमिरे यसको प्रकाशक म स्वयं प्रधान सम्पादकको रूपमा थिएँ र यसमा सम्पादक मण्डलमा राजेश राई भिसा काफ्ले र भेषराज पटेल हुनुहुन्थ्यो विशेष संवाददातामा केशर राई प्रमुख संवाददातामा किरण राई र मैतु राई र यसरी हामी यो पत्रिका निकाल्थ्यौँ त्यतिखेर मैले सम्पादकीय लेखेको रहेछु यो मैले लेखेको मलाई याद छ असफल राष्ट्र बनाउने खेल बन्द गर भनेर यो शीर्षकमा सम्पादकीय लेखेको थियो र यो तेस्रो अङ्क रहेछ यो र त्यसमा चाहिँ केशव पहाडीको नागरिक समाज र नयाँ शैलीको मितेरी गाँसियोस् भन्ने शीर्षकको उहाँको आलेख थियो त्यस्तै गरी जेबी घलेजीको रङ्गमञ्च र यसको आरम्भ भन्ने आलेख रहेको थियो अनि यसरी मनोरञ्जनहरू विभिन्न खालका अनि मैले यहाँनिर आफै पनि यो कोठेपद मलाई खुब मन पर्थ्यो बच्चामा कोठेपदमा खुब यो युवा मञ्चमा हुन्थ्यो म त्यसमा मिलाउँथेँ पनि पुरस्कृत पनि भएको छु र त्यही ढङ्गबाट मैले यो चाहिँ कोठेपद पनि यहाँ राख्ने गरेको थियो हामी यसरी निकै आकर्षक रहेको थियो केही समय निस्केपछि पछि बन्द भएको थियो आर्थिक कारणले गर्दाखेरि अरू पनि यो पत्रिका साथीहरूसँग कोसँग छ खोजेर हामीले चाहिँ कति अङ्क निकालेका थियौँ यो कसैले फाइलिङ गरेको छ भने उपलब्ध गराइदिनु होला हस् थ्याङ्क यू